मान्छेहरू बहाना यसरी बनाउँछन् कि बहाना बनाउनै आउँदैन। यस्तो भन्छन् मसँग टाइम छैन, मसँग पैसा छैन, मसँग कन्ट्याक्ट छैन, म गर्न सक्दिन। अरे तसँग पैसा छैन, त्यसैले त यो बिजनेस गर्नु छ। मेरो भाइ, पैसा हुन्थ्यो भने त यो बिजनेस किन गर्नु पर्थ्यो र? मलाई पनि थाहा छ पैसा छैन, मसँग पनि पैसा थिएन, त्यसैले मैले सुरु गरेँ। तपाईसँग पनि छैन, त्यही कमीलाई पूरा गर्नको लागि त यो बिजनेस गर्नु छ। तपाईलाई थाहा छ मान्छेहरू बाध्य भएर कयौं पटक पैसा जुटाउँछन्, कहिलेकाहीँ हस्पिटल जानको लागि, कहिले जागिरमा जुगाड गर्नको लागि, कहिलेकाहीँ बच्चाहरूको एडमिसन गर्नको लागि, कहिलेकाहीँ विदेशमा गएर दुःख पाउनको लागि। तर के यदि खुसी आफ्नो खुसीको लागि पैसा जुटाउनु पर्यो भने जुटाउनु पर्दैन? जीवन बदल्नको लागि, आफूलाई स्वास्थ्य राख्नको लागि, परिवारको भविष्य बनाउनको लागि यदि आवश्यक पर्यो भने पैसाको व्यवस्था किन नगर्नु? गर्नुपर्छ, 100% गर्नुपर्छ। तर भगवान सद्बुद्धि दिउन् उनीहरूलाई जसको मुखबाट बार बार यो कुरा निस्किन्छ कि मसँग पैसा छैन बिजनेस गर्नको लागि। कोही भन्छन् मसँग समय छैन यो काम गर्नको लागि। अरे टाइम छैन, मलाई पनि थाहा छ। टाइम किन छैन? पैसा छैन। पैसाको कमीलाई पूरा गर्नको लागि बिहानदेखि बेलुका मान्छेहरू दौडिरहन्छन्। 20 साल बितिसक्यो, अगाडि 20 साल पनि बित्नेवाला छ, तैपनि टाइम हुँदैन। किन हुँदैन टाइम? किनकि फेरि पनि पैसा हुँदैन। अनि मैले यो बिजनेसमा कयौं सिनियरलाई देखेँ जो 4-5 सालमा ठुलो टिमको साथमा ग्राउन्ड डाइरेक्टर, यूसीडी, डीसीडी, डीयूसीडी बने। अहिले उनीहरूसँग पैसा पनि छ अनि समय पनि छ, टाइम पनि छ। अनि मलाई पनि लाग्यो यो बिजनेसमा पैसा पनि अनि समय दुवै कमाउन सकिन्छ। कुनैको बहाना यस्तो पनि देखेँ कि मेरो कुनै कन्ट्याक्ट छैन, सम्पर्क छैन, म गर्न सक्दिनँ, मेरो बसको कुरो छैन, मबाट भएन भने। अरे तपाईलाई कसरी थाहा छ कि म गर्न सक्दिनँ? के थाहा तपाईँ गर्न सक्नुहुन्न भनेर? के प्रचण्डलाई एक सामान्य शिक्षक निश्चित थियो कि आउनेवाला समयमा ऊ देशको प्रधानमन्त्री बन्छ भनेर? 5 फुटको पुड्के मान्छे सचिन तेन्दुलकर, के उसलाई थाहा थियो आउनेवाला समयमा क्रिकेटको भगवान बन्छु भनेर? डाक्टर एपीजे अब्दुल कलाम जो आफूलाई पढ्नको लागि पत्रिका बेचेर पढ्थ्यो, के उसलाई थाहा थियो यत्रो विशाल देशको सफल राष्ट्रपति बन्छु भनेर? 20 सालसम्म जोगीको भेषमा यताउता गुफाहरूमा घुमिरहेको मान्छे आज संसारको प्रभावशाली, सबैभन्दा प्रभावशाली प्रधानमन्त्री बन्छु भनेर के मोदीलाई थाहा थियो र? कसैलाई थाहा थिएन। तर लगातार प्रयास गरिरहे। छिमेकीले हुन्न भने तै पनि प्रयास गरे, नातेदारले हुन्न भने तै पनि प्रयास गरे, आफ्नै साथीहरूले त गर्न सक्दिनस्, तबाट हुँदैन भनेर भने तै पनि प्रयास गरिरहे। अनि आज बनेर छोडे, आफूलाई सफल बनाए। अनि तपाईँ भन्नुहुन्छ कि म गर्न सक्दिनँ? हिम्मत त गर्नु, प्रयास त गर्नु, असम्भव केही पनि छैन।